iPhone 13 unable to active। iPhone 13 मा यो बढी समस्या आउने भनेको अनेबल टु एक्टिभ। यो समस्या भनेको फायरवल मोडेम फायरवल नहुनाले यो समस्या हुन्छ, जुन कि यो नेटवर्क इस्यु हो। लोअर बोर्डमा समस्या हुन्छ है। यसको यो प्रब्लम लोअर बोर्डबाट आउँछ। यसको लागि हामीले आइसीहरू रिभल गरेर पनि नभइसकेपछि केही समयको लागि तपाईँ फेरि पुनः त्यो समस्या दोहोऱ्याएर आएपछि हामीले यसको लागि चाहिँ लोअर बोर्ड नै चेन्ज गरेका छौँ। लोअर बोर्डमा स्वाइप गरेर नि है आइसीहरू पुरानो आइसीहरू स्वाइप गरेर फिक्स गरेका छौँ। फिक्स गरिसकेपछि अब चाहिँ हाम्रो नेटवर्क वाइफाई सबै इस्यु चाहिँ एकदमै पर्फेक्ट भएको छ। एकदमै पर्फेक्ट तरिकाले भएको छ। यो बढी समस्या आइफोन 13 सिरिजमा बढी नै समस्या आउँछ। यो चाहिँ त्यही भएर तपाईँहरूको पनि यसरी नै समस्या आएको छ भने हामीले सम्झिन सक्नुहुन्छ। हामी तपाईँको मोबाइल फिक्स बनाएर दिनेछौँ। कुनै पनि आइफोनमा यसरी नै समस्या छ भने कपिलवस्तु चन्द्रवटामा रहेको ओम साई मोबाइल एन्ड इलेक्ट्रोनिकलाई सम्झिन सक्नुहुन्छ। हजुरहरूको मोबाइल हामी बनाएर दिनेछौँ है। त्यसैले छिटोभन्दा छिटो नजिकै कोही हुनुहुन्छ, बनाउने ठाउँ भेट्नुभएको छैन भने ओम साई मोबाइल सेन्टर चन्द्रवटामा सम्पर्क गर्नुहोला। ओम साई मोबाइल एन्ड इलेक्ट्रोनिक चन्द्रवटा।